ल हेर्नुहोस् है हजुर, आफ्नै बारीको म प्याज दिन्छु पहिला सफासित। प्याजको साग धुएँ मैले, प्याजको साग हो। यो सफा गरेर दिन्छु। अर्ग्यानिक प्याज केही नहालेको होइन, शुद्ध प्याज छ यो। टमाटर धुएँ, गोलमिरा ल हिजोको जस्तै मैले आज चाहिँ टमाटर काटेँ है। हेर्नुहोस्, सुरुमा टमाटर काटेँ, फोट चाहिँ यसमा राख्छु मैले। अब हरियो प्याज काट्छु मैले। हेर्नुहोस्, अब मैले लसुन केलाउँछु है। हेर्नुहोस् है, सुकेको लसुन केलाउँदैछु। हेर्नुहोस्, यो नि आफ्नै बारीको हो। हेर्नुहोस् है, अब मैले आज खसीको मासु बनाउँछु रस लगाएर। खसीको मासु चाहिँ कसौरीमा मिठो हुन्छ र क्या हजुरहरू। हेर्नुहोस् न, टक्क पारी पकाउँछु म अब। ल हेर्नुहोस् है, मैले तेल राखेँ, तोरीको तेल। खसीको मासु त मिठै पारी पकाउनु पर्यो नि त। 2 very boring minutes later. तातो छ है। हेर्नुहोस्, मैले जिरा पड्काएँ, अनि यो अलैँची हालेँ। अब मैले यो मासुलाई लगाएँ। हेर्नुहोस्, बेसार लगाइदिएँ यसलाई, अनि नुन लगाइदिएँ। नुन आफ्नो स्वाद अनुसारले लगाउनुपर्छ। मैले नुन र बेसार लगाएँ। नुन अलिक बढी नै लगाइदिएको, किनभने यसमा रस लगाउने हो। त्यो भएर बढी लगाएँ। भुट्नेमा त यति लाग्दैन त रस लगाउनु, अलिक बढी नै चाहिन्छ। हेर्नुहोस् है, यसमा मैले यो प्याज लगाइदिएँ हजुर, प्याजको पत्ता। एकछिन मासु भुटेपछि लगाउनु पर्छ। यो चाहिँ म छिटो गर्छु। अब हजुरहरूलाई कस्तो मनपर्छ त्यही गर्नुहोस्।
मजाले लगाइदिएँ अब मैले चलाउँछु minutes later. अब यो के भयो हेर्छु हेर्नुस् है मैले त बोल्छ फेरि समाउँछु पनि म त त्यो अनि ल मजाले पाकेछ ल हेर्नुस् यहाँ सर्र परेर है ल अब मैले यसलाई हेर्नुस् है यो गोलभिडा लगाइदिएँ हेर्नुस् ल अदुवा लसुन गोलभिडा लगाइदिएँ अब मैले यसलाई जिराको धुलोहरू लगाएँ हेर्नुस् जिराको धुलो धनियाको धुलो मिक्स लगाई ल अब मसला मोली चलाइदिएँ मैले हेर्नुस् है अघि मिति डढ्छ भनेर म पहिला लगाउँदिनँ पछि यो मासु भुटिसकेपछि लगाउँछु मसला चाहिँ मसलाको धुलो पानी हो है हेर्नुस् अब मैले रस लगाएँ यसलाई ल यति पानी लगाएपछि अब यो मजाले पाकेपछि फेरि अर्को रस लगाउँछु मैले यसलाई 15 minutes later. ए हेर्नुस् त मजाले पाकेछ ल हेर्नुस् हो अब पो राम्रो भयो त ल हेर्नुस् त अब यसलाई मैले पानी हालेर टक्क रस बनाउँछु हेर्नुस् है पानी लगाएँ जाडो छ नि त चट्ट पिउनुपर्छ रस पक्कु बनाएर खाए नि मिल्छ रस बनाएर खाए नि मिल्छ यो खसीको मासु हो मैले चाहिँ रसै बनाइ हेर्नुहोस् यी आफूलाई के मनपर्छ त्यही बनाएर खाने हो है हजुरहरूलाई कस्तो मनपर्छ त्यही गर्नु होला मैले चाहिँ रस लगाएँ हेर्नुहोस् त हाम्रो भयो यो मजाले पाक्यो अब यसलाई मैले चाहिँ ग्यास निभाएँ अब यसलाई मैले बनाइ हेर्नुहोस्